भने अनि के गर्छौं त हाम्रो जीवनमा काम हुँदैन है। वचन सुन्दैन भने हाम्रो जीवनमा काम हुँदैन। काम आश्चर्य कामहरु हाम्रो जीवनमा भएको हामी देख्न सक्दैनौं। अनि आउने र जाने मात्रै हुन्छ, रीतिरिवाज माने जस्तै एउटा व्यवस्था पालन गरे जस्तै मात्रै हो। किनभने अनि जसले वचन सुन्नुहुन्छ र परमेश्वरले उहाँको जीवनमा काम गर्नुहुन्छ। आमेन। अनि आउनुस् हामी पवित्र आत्मालाई अगुवाई माग्नेछौँ। हुन त प्रार्थना भइसकेको छ, तर पनि आउनुस् हामी एकचोटि यो हप्ताभरि हामीले जानी अनजानमा गरेका गल्ती भुल पापहरू होलान्, कति कुराहरू हाम्रो कति कामहरू हामी बोल्दै गर्दा, हामी काम गर्दै गर्दा, हामी सेवकाई गर्दै गर्दा कति क्रममा हामी चुकी पठाउँछौँ। हामी हप्ताभरि गरेको गल्ती भुलहरू प्रभुको नजिकमा गएर हामी पश्चाताप गरौँ। पहिलो यूहन्ना 1:9 भनेको छ, जसले आफ्नो पापलाई स्वीकार गर्छ उसको उन्नति हुन्छ रे है। हामी परमेश्वरको वेदीमा आएर पनि हाम्रो जीवनमा उन्नति भएको छैन भने हामीमा केही कमी कमजोरी छ भन्ने कुरा हामीले बुझ्नुपर्छ र प्रभुको नजिकमा हामी जानुपर्छ, प्रभुको उपस्थितिमा हामी जानुपर्छ। आउनुस् हाम्रो शरीरको आँखा बन्द गर्नेछौँ, हाम्रो आत्मिक आँखा खोल्नेछौँ। हालेलुया, हालेलुया। पवित्र 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 हालेलुया। परमेश्वर पिता पुत्र पवित्र आत्मा, हामी तपाईलाई धन्यवाद चढाउँदछौँ प्रभु। तपाईँ परमेश्वरले यसरी मण्डली परिवारमा प्रभु यसरी आज साँच्चै नै प्रभु प्रार्थना गर्ने अवसर मौका दिनुभयो, वचन बोल्ने अवसर मौका दिनुभयो। पिता परमेश्वर, म त साधारण मानिस हो प्रभु, तपाईँ पवित्र आत्मा म जस्तो साधारण व्यक्तिलाई तपाईँले असाधारण रूपमा चलाउनु भएको होस्, ताकि प्रभुजी यो वचन सुन्नेलाई तपाईँ परमेश्वरले आशीष दिनुहोस्, सुनाउने मलाई पनि आशीष दिनुहोस्। पवित्र आत्मा तपाईँ स्वयं मध्यस्थकर्ता बन्नु भएको होस्। तपाईँको विरुद्धमा हामीले कति कुराहरू यो हप्तामा प्रभुजी सोचेर बोलेर हेरेर कति कुराहरू, अनि आफ्नो अगुवाको विरुद्धमा प्रभु तपाईँको वचनको विरुद्धमा कति कुराहरूमा चुकी पठाएको होला, बोली पठाएको होला, हामीले कतिलाई घात गरेको होला, कति कुराहरू बोल्दै गर्दा अरूको चित्त दुखाइमा अनि प्रभु आज कति व्यक्तिहरू निराश भएको होला, तपाईँको नजिकमा ल्याउन सकेन होला, तपाईँको आज्ञा पालन गर्न सकेन होला। यो हप्ताभरि प्रभुजी तपाईँ परमेश्वरको प्रभु वचन अनुसारको जीवन जिउन सकेको छैन होला र प्रभु तपाईँलाई पहिलो प्राथमिकता हामीले दिन सकेको छैन होला। पिता हामीलाई क्षमा दिनुहोस्, हामी तपाईँको चरणमा आउँदछौँ राजा। तपाईँ प्रभुहरूको प्रभु, सर्वज्ञानी सर्वव्यापी परमेश्वर हुनुहुन्छ। पिता हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। कति मानिसले आजको दिन देख्न पाएनन् प्रभु, कति मानिसले आजको ओ प्रभु साँच्चै नै प्रभु यो विश्राम दिनलाई देख्न पाएनन्, मण्डलीमा आउन सकेनन् प्रभुजी। र तपाईँको प्रेम र तपाईँको अनुग्रहले गर्दा